घरमा आने आमा तताएर आयो 1 केजी पानी भएकै ढोकेछ त्यो लुगा हल्लेर माथि पान ठोक्न गयो कि फर्केर आउन न तु के त्यहाँ छेउमा पसेर आयो लुगा राम्रै त्यो लहरा तिनी हुन् लहराले तानिहाल्छ लपलक्कै त्यसो हाम्रोमा घुम्ने ठाउँ नभएर बिचोक छ धन्दा यहाँ त यस्तो छ कि फर्कन नजाने जति भाडो त्यति चुरको भन्ने थाहा छैन त्यसलाई 2 छेक्नु देखेको छु ओखर फुटाउनै बिर्सेछ अभिषेकलाई टेको लाउने बेला लागिसक्यो फुटाए पुइनी गएर यसरी पधार्यो अन्त फुट्ने हो हाम्रोमा त्यही त नि सर तालाई पर्खी भन्दा अन्त टेको लागिसकेको थियो अनि ओखरै फुटाएको छैन भने याद भयो अनि ओखर पखाएर उठ्याएको एउटा रिस हो जसरी हिजो माला बेच्दै माला ल्याउन उता पाइएन बेलुका आएर यहाँ बाखा घुमेको माला छन् र सयरे भन्छ नि यो यतातिर तिर्काउला महमैले फलफुल किन्न गएको मधिसे जस्तै मधिसेलाई त पड्काउनु मन लाग्छ बेलुका मैले यहाँ यो छोरालाई म गएको थिएँ खाना अलि अबेला खायो केही खानु मन लागेन अनि अलिकति दही ल्याउने अनि कोला ल्याउने खाने मात्रै दुईजना मात्रै सब खाने मान्छे आधी दर्जन केरा दिँदैन सबैले ल्याए थुप्रै भन्छ अनि झोला हालेर लिएर आएँ पुडिएका 50 रुपियाँमा ल्याएको थिएँ सबैले खाए मैले गरेँ भिडियो गएर युट्युबमा हालिहाल्नु छ राम्रो अरू बेला त तेल लाउने गरेको थिएन आज त नाइ भन्नै पर्यो मिलाएर नपारे अहिले पिछाडि बेलुका चाहिँ मलाई भिडियो गरेको छ क्या पुरा धाँदै यिनीहरूका पनि खोइ दिदी बहिनी आउनु पर्ने बहिनी जाति चिताउन छ जाई खाएर को भन्नुभएको तपाईँले यता कहाँ उपप्राध्यापक हो टियुको उपप्राध्यापक हो ठुलो पोस्ट हो त्यही त अनि पहिले अनि खरानन्द बरालले नि हामीलाई कक्षामा पढाएको म्याथ विषय पढाउँथ्यो अनि पछि हुँदै हुँदै माविनी घर आएर अनि शान्तिमा आएर बस्दै थियो नि त खरानन्द नि अहिले यहाँ छैन होला हामीलाई सबै अब उमेरहरूले यो पनि ठुलो पोस्टमा गइसक्यो प्राध्यापक हो क्या प्राध्यापक हो उपप्राध्यापक हो यो त महिना खान्छ होला 70,000 1 लाख लगभग हुन्छ अनि यता स्कुल कलेज पढाउँछ प्राइभेट 4-5 वटा कलेज पढाउँछ दिनमा उनीलाई बुढाबुढी गरेर 2 लाख त मजाले कमाइहाल्छ नि कहाँ दिन्छ अनि यो कोचिङ पढाउँछ 2 होइन 4 बजेदेखि पुर्याउँछ होला अहिले तर अब
घराना भन्दा नभ्राउ त्यो माथि यता मान्छे धेरै त वर्के इङ्ग्लिसको टिचर हो फेरि यो उम्। यो इङ्ग्लिसको उमा फेरि एसएलसीमा मान्छेलाई कसरी प्रगति गर्दैन भने एसएलसीमा इङ्ग्लिसै लागेको अरे यसलाई अँ एसएलसी भन्दा पछाडिको पढाइ अरे उसको अब अहिले नारायण छोरा प्रकाशै जस्तो उता के को पढाइ हो र 5 कक्षासम्म गाउँका लागि हो क्या नारायण छोरा प्रकाशले नि त अनि हामी समय पढाएको त नि त अनि पहिल्यै त्यो इङ्ग्लिस र म्याथको बुक पहिल्यै निकालिदिन्थ्यो त्यो दराजमा आएपछि त्यही त कलर हामी झिक्दैन अब जस्तै हामी पावरका घरमा नि त्यो समय बाउले घरमा खसी काटेर फुले माछाहरूलाई खसी भएको अब गाउँघरमा त्यति बेला नारायण थियो सता दियो निभाउँछ अनि स्कुलको अधिकार भनेकै सञ्चालक समितिको अध्यक्ष हेडमास्टर र अर्को एकजना पनि हुन्छ त्यसमा गाविस अध्यक्ष भनौँ न पञ्चायतकालमा हुँदा वडा अध्यक्षको पावर हुन्थ्यो सञ्चालक समितिले पनि घुमाउनु सक्दैन थियो सञ्चालक समितिको अध्यक्ष हेड अनि र त्यही वडा होस् अथवा गाविसको प्लान हुन्छ त्यो तिनजना त हुन्छ नि मेन स्कुललाई पावर अहिलेको पावर जम्मै वडा अध्यक्ष छन् होइन अहिले समितिको अध्यक्ष सरकार मेयरका हातमा लगेको छन् अहिले यो मध्यपुर नगरपालिका भएका कति छन् बोर्डिङ बनाउने यहाँ 100 एउटाले मान्दैन होला सबै उसका अनि मेयरले तलब खुवाउने चाहिँ नगरपालिकाले हो तलब तोक्ने कसरी चलाउने भनेको सञ्चालक समिति स्कुलमा फी कति लिने भनेर तोक्ने पनि मेयरले नि कस्तो मान्छे बनाएको प्रकारले हेर्नु म धेरै मूलबाट साइलाले जोडीहरूलाई सञ्चालक समिति अध्यक्ष बनाउने आका सबै योजनाहरू आफूले चलाउने उनीलाई सही गरेर गराउने गाउँमा जे गरिन्छ है अहिले यहाँ 34 वार्डमा खेलदार भइरहेको छ नि गाउँमा नि त्यस्तै त हुन्छ प्रकारले अहिले जस्तो लोकसेवा जितेर भन्छ अहिले भन्नु सक्दैन अहिले त निकाल्यो नि अहिलेसम्म निकालेको छैन क्या थाइमा लोकसेवै थिएन यिनीहरूको पालोमा थाइले निकाल्यो हो त त्यतिकै स्थायी बनाए नि फेरि हावा ताउमा स्थायी बनाए नि 10 वर्ष 8 वर्ष करारमा जागिर खानेहरूलाई त्यतिखेर सजिलो थियो सबै चुरा जनताहरूले भए अहिले लोकसेवा नाम निकाल्छ त पैसा बाँडेको पनि त डाइरेक्ट लाग्यो घिउ लगेर दिएका भरमा हाकिमलाई दिए भएर नियुक्ति गरेका हुन् नियुक्ति गरेका कुन पोस्ट खाली हुन्छ हाकिमलाई खुसी पारो उनीहरूको नाममा सिफारिस गर्न सक्छ त्यो लोकसेवा जाने के हुन्छ केही चाहिएन नि हाकिमले साइन गरेर सिद्धि भन्छ अहिले पनि त त्यही हाकिमले साइन गर्ने त अनि लोकसेवालाई पनि सबै चाहिँ घुसको भयो क्या त्यो घिउ लाने पनि घुसै हो नि त बुझ्छ नि अहिले भनेको लिखितमा निकाल्नेलाई फ्याँक्दैन मौखिकमा फ्याँक्ने हो हाकिमले फराम भयो भनेर टोक्लाइदिनु सक्छ अब अहिले भयो तिमीले खाँदै जागिर हो यो अब गोपालहरू तिनीहरूलाई सबै होला लाग्छ त्यो समय कानेर गोपाल तर त्यो स्थायी भएन नि त अहिले गोपाल कहाँको थाहा छैन तर त्यसको पनि हात थियो त्यसमा इलामतिर होला दगालीलाई माछाले खायो सन्तानै जस्तै साँच्चै झाले कुरो त मरो होइन बुढी पनि मरि हामी दुईजनाको मलामा मसँग पाहाडमा कपाल काट्न आएको गोपालको बाउ कोही भेट्दैन काट्छ कि काट्दैन मेरो एक साथी आएर रोकिने हो अहिलेसम्म त अब भिलेजतिर लगाएको छैन ट्राई गर्छु नि त भनेर हाम्रो गाउँमा एउटा पढाइमा फलो भनेको पर्कासे चाहिँ त्यो कारणले मात्रै हो। कतिजनाले दिएको थिएँ अब सेकेन्ड नम्बर नाम निकालेको फर्स्टमा त तारेभन्दा अर्कै छ उता कताको छ उता पुलुङतिरको कि कहाँको तारे पनि शिक्षा दिइसकेको त हो नि नेपाली विषय त अब अहिले अब लेक्चर भयो कडा विषय होइन नेपाली हो कडा विषय होइन इङ्ग्लिस म्याथ साइन्सहरू होइन कहाँ गएको यो नेपाली भनौँ नेपाली पनि गाह्रो छ त नेपाली सजिलो छ ए मेरो नेपाली अप्ठ्यारो छ
भयो बनाउनु ए कम्प्युटर चलाउनु न तल सारेर त्यसैले काम अर्को गीत लाउनु न यो नेट तानेको छ यसले हजुर नेट तानिन्छ ल्यापटपमा नेटै त हो नि नचल्ने खोइ सुन हाम्रो त मोबाइलै चलेन नेट यो नेट छैन नि यो पैसाको अभावले गर्दाखेरि मैले त्यसैमा अल्मा लिइरहेको यो मलाई नेटले काम गरेन मोबाइल त राम्रोसँग चल्दैन ठिकै छ ठिक छ एकदम अलि अगाडि राख्छ नि भयो सानो जीव त अलि मात्रै भयो निकाल्न आउँछ पिछोपट्टिको धेरै ठुलै सङ्गुलो हुन्छ यो राति बसेकाले छ्या जिउ सुतेर म त गाडबाट फर्केर आएर सुतेको यसो हेर्छु न आएछ भन्दा अरू के हेर्दै मलाई राय 200 रुपियाँको होला अलि 180 रुपियाँ थियो त अहिले के 20 रुपियाँ राखेछ कति बेचिन्छ 2 जग्गा राय बेचिन्थ्यो होला 1000 रुपियाँ कमाइन्छ अब आजलाई चाहिने आइटम केही पनि नगान्डेको छैन सबै चलाउँछ न कामै छैन अनि त्यसरी एक दिन जाने गर्दा आफ्ना ग्राहक भएको छैन चाडबाडमा ग्राहकको चाडबाडमा को कहाँ हुन्छ ग्राहक पनि त कहाँ पुगेको हुन्छ यस्तो टुङ्गै हुँदैन अब अहिले होटल सोटल कसैको चलेकै हुँदैन कसो होटल को जान्छ यो चाडबाड अनि अब पसल पनि त्यही हो अब निरन्तर यहीँ बस्ने र निरन्तर पसल गर्ने मान्छेले चाहिँ सक्दैन ग्राहकले आफू बसेदेखि नै आइहाल्छ नि हुन्छ सामान हुनु पर्यो पहिले त्यो ग्राहकमा चाहिँ आफूले हामीलाई हेरेर घरमा उभिने हुन्छ सामान भयो भने त मन पर्दो भयो लान्छ सामान्य भयो तँ त यस्तो नि त धेरैजना दिदी पनि हुँदाखेरि त्यो पनि फेरि यस्तो धेरैजना दिदी पनि हुँदा नेतारमा ठुलो हुने भएकाले पश्चिमतिर यस्ता यस्तामा 3-4वटा लाउँछन् अब त्यो 3-4वटा टिका लाउँदैनन् क्या ठाडा टिका त्यो पश्चिममा मैले एउटा गरिराखेको छु फुल लैजाऊ भने सक्छौ न यसपालि डबल टीको लगाइदिने मिलाएर भनेर कतिलाई हँसाएर कति त रिसाउँदै हिँड्दाहरू फुल तिमीहरू लुट्न बसेका भनेर महँगो भएर अलिअलि खोइ के अरे केही फरकै पर्दैन 400-500 भनेको कम भने धुप्पाकै 500 बेच्दैन होला एउटै मालाको 400 र 500 1200 मा पनि दिएको भन्छ त त्यहाँ त्यो नगरपालिका गफ गरेर बस्दै थियो बुढा खतम मामा फोटो खिच्दैन मलाई नि केबाट खिचिरहेको छु बाहिरबाट ल्याउन नदिएपछि यहाँको फुलको रेट थोरै नफा खाऊ 20-50 रुपियाँ खाऊ त्यहाँबाट माथि रेट गर्नुपर्छ इन्डियाको फुल आएर टाइप बेच्ने हो होइन फुलै फुलेन के हुन्छ त यिनीकै फुलले 5 रुपियाँ 10 रुपियाँमा आउँछ
त्यसमा पनि विरोध भएको त्यसो भनेर कहाँ पाइयो अब जस्तै फुल घटेर पोहोर 100 रुपियाँ जुत्ता बिकेन तिमीले यतिमा किन्नै पर्छ भन्नु पर्यो नि त्यसो हुँदा पनि होइन अनि हामीले लगत त्यति भाला राखेको होइन र गाडीको गाडी त्यही त हामीले 46 जुत्ता त्यही त त्यो बाहिर रोकेपछि नेपाल कन्ट्रोल गर्नु पर्यो नि त किन बिचौलियालाई चाहिँ त्यत्रो खाना दिएको नरोप्नेले पायो नकिन्नेले पायो दाम भन्थे त्यो पनि हो न त एउटा किसानले थोरै पाउँछ खाने व्यापारीले हुन्छ गाउँबाट ल्याउनेले हामीलाई 200 300 मा दिन्छ यसपालि 2500 र 3000 लगायो गाउँबाट ल्याउने किसानले त खास त त्यत्रो त के पाउँदैन किसानबाट 1500 ल्यायो भए हामीसँग 2500 लगायो क्या तिनीहरूले अरू बेला किसानले 500 ले पाउँथ्यो भने अहिले 1500 पाए पाउनु त पाए नि किसानले किन नपाउने किसानमा चाहिँ लाटा छन् बजारमा के छ पहिले भाउ बुझेर मात्रै रेट गर्छन् उहाँ पनि कहाँ छोड्छन् त फलानाले यति दियो तिमीहरूले यति दिन्छौ दिँदैनौ भनेर उनीहरूले सजिलो त दिँदैन प्रत्येक मान्छेको मोबाइल नम्बर सेभमा हुन्छ अहिले किसानका हात घरबाट निक्लेर जाँदा राजसाग बजारमा 100 अहिले बिक्दै हुन्छ 200 भन्दै हिँड्छन् यता किसान मात्रै लाटा छन् अहिले यो त बाहिर त किनेर खानेले दोष देखाएका नि महँगो पर्यो भनेर राम्रो अहिले को छ लाटो अहिले कुनै पनि व्यवसाय गर्नु पर्दाखेरि अहिले मान्छेले त्यतिकै उ गर्छ हामी यता हेर्नु लगाइदिएर त हेर्नु यता हेर्नु त टिका लाउँदै यताबाट माला लाउँदै सायद त्यसले जान्नु हुनु नि केही छैन क्या तपाईँले त जान्नु हुँदो रहेछ यता त यता हेर्नु यता बोल्न पनि सकिन्छ लगाइदिएर त हेर्नु न मैले भने चाहिँ मान्नु अब दिनपिछे गर्ने काम होइन वर्षमा एकचोटि राम्रो गर्दा फोटा भिडियो गर्दा भइगयो ए भिडियो खतरा आइरहेछ क्या यो दाजु एकछिन है ल अब त्यो माला लगाइदिनु दुनियाँले यता हेर सर्लक हाँस्नु फोटो आज म डाइरेक्टर हो कि डाक्टर भन्नु मान्नु त्यो भन्नु त्यो भन्नु ल भयो अब त्यो बिचमा बस्नु दाजुहरू बिचमा बस्नु एकछिन त्यहाँ चाहिँ काम बाँकी छैन यता यता खुवाउने हेर्नु बाँकी नै छ एकछिन काम के अझै बाँकी छ के छ पकाइ त म खाँदै गरेर खिच्दैछु ल भयो भयो मैले खिचेँ किन यो जुन लाउने तेरो रोज दाजुले चाहिँ एउटा मात्र सिङ्गल आएन है सिङ्गल कसै काहीँ छैन नि जसका डबल डबल भने एक एकजनाले खिच्छ सबै छ ल यहाँ बिचमा बस टिको त पुग्दैन होला नि त त्यो फुल चाहिँ धान्नु न फुल त्यही भित्र बस्नु भने टोपीभित्र फुल बस्नु होइन अलिक माथि फुल माथि मामालाई लगाइदिनु न त्यो टोपी माथि थोरै फुल लगाइदिनु त मामाको सुन्नुभयो मम्मी मामाको टोपीमा थोरै फुल लगाइदिनु न महँगो फुल धेरै किन्छ होला न हाम्रो उहाँ लक्ष्मी पूजा गरेको ठाउँको झिकेर त बिचमा हाडै लगाइदिने यता हालेर यहाँ यहाँबाट राजेश कता हो उताबाट गरेर उता सिङ्गल खिच्दा सक्यो उताबाट खिच्नु मम्मी गर्नु देख्ने खिच्दा यताबाट राम्रो आएछ तर अझै नगराउनु त्यो सबै मान्छे नाम यहाँ 13 वटा खिच्दा गरेर होइन एउटा सिङ्गल मम्मी त्यो सबै मान्छेको नाम नलिनु भयो सौकिलो भयो त्यो सुकेपछि अरू कलर लाग्दैन हाम्रो राम्रो लत पत्याएर अझै बारेको छ है
केही फरक आउन्न सबै कहीँ लाउने यो पुरा भ्लग हो यसमा जे देखायो नि केही फरक पर्दैन मामाले पनि सबै दाइ लाउने अरे सर त यता अगाडिपट्टि खिच्छ नि मम्मीको एउटा दुइटा फोटा दुईटा रातो बिचमा हँ ओ सर त त्यसरी खिच्दै गर्दा एउटा खिच्छ न मेरो यताबाट भने जस्तो भयो सर्लक्क भयो नि एउटा लगाएन अरू लप्पतिर बिग्रिन्छ जुन भने यो पुग्दो भइसकेको छ बेकारमा पुग्दो भइसकेको छ त्यो धेरै किन गर्नु पर्यो भइगयो यताले मलाई एउटा म पनि लाउँछु खोइ त फुलमाला केही छैन हामी बस्नै पर्छ त हौ हामी त्यतिकै लाग्यो फुल आज पर्सिने होइन चेलीबेटीलाई फुल दिने हो चेलीबेटीले चाहिँ पर्सिने हो सेक्ने पुज्ने हो अब हामीले फुल दिने हो कि फुल फुकाइदिने हो हामीले चाहिँ हातमा दिने हो आज 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 अब आजबाट उता उनीहरूले फुल जसरी चलाइदिनु हुन्छ भनेर चाहिँ हामीले उ गर्ने छैन छैन यहाँ चाहिँ अलिक खोइ माला चाहिँ ल्याउन यो त के छँदै छैन अब टिको लागिसकेर पर्साइ हुन्छ अनि अब यो के भन्छ उल्टो उल्टो सिस्टम नियम अहिलेको यो अलिक रीतिरिवाज अलिक चेन्ज छ क्या अहिले अब ऊ टिको लागिसकेर ओखर फोर्ने त्यस्ता त्यस्ता सिस्टम आउँछन् कहिले कहिले माला अनि यो त हुँदै भयो नि त यो धागो अलिक भएको हुन्छ यो त सानो सिलाइ अब एकचोटि सट्ट माइला मामालाई पनि अहिले देख्ने गरी यसो गर्नु न लाइनै बस्दा हुन्छ पर्दैन बागमतीमा भयो कि अझै होइन अलि यसो छड्के छड्के बसौँ न यसो ल होइन अटिन्छ मजाले अट्नु अट्नु भेट्छ मजाले अट्नु भेट्छ भयो पनि भइहाल्छ त्यहाँबाट हेर्दा ठिक भयो भने भयो नमिलाउनु नभए त होइन आयो राम्रै आयो कि नराम्रो पनि डिलिट गरेर फेरि खिच्नुपर्छ कुन टिकटकमा टिकटक बनाउनुहुन्छ अब म खिचिदिन्छु मान्छे अनुसारको आउँछ राम्रो भएर मात्रै हुन्छ बोलेर आउने है